आज हाम्रो एक्जाम डे ये कस्तो भएछ ती एक्जाम let's go hello everyone welcome back and welcome to all my new viewers I am Pooja र आज चाहिँ हाम्रो यति धेरै दिन पढेको ज्ञानलाई कपीमा लेख्ने दिन अर्थात् हाम्रो एक्जाम डे हो एक्जाम पनि सकिसक्यो एक्जाम सकिएर पानी परिरहेछ त्यही भएर हामी चाहिँ साथीहरुसँग कोही साथीहरु म्याच हान्दै हुनुहुन्छ म्याच हान्नुहुन्छ हामी चाहिँ चिया खानको लागि क्यान्टिनमा जाँदैछौँ यहाँ आउनुहुन्छ मेरो साथीहरु अधेरोमा हाम्रो चाहिँ क्यान्टिनमा अब यो यत्रो भेटघाट भएर खाने चिया लास्ट डे हो आज सन्धि दाई निशान पेम्बा पेम्डोमा नयाँ सास ल हेर न त्यहाँनिर भिजेको मुसा जस्तो देखेको छ माकुरा भन्छ उसलाई भिजेको मुसा जस्तो देखिन्छ माकुरा भन्छ कि आफूलाई अब सेकेन्ड नट चियाको अर्डर भइसक्यो हाम्रो साथीले जितेर आएको भएर ढल्यो हाम्रो माकुरा हाम्रो विनर चिकन डिनर चाहिँ अब चाहिँ हामी बल्ल निस्किन आँटेको हाम्रो साथीहरूको डान्स रिकल गरेको लास्ट टाइम नाचेको साथीहरूले यहाँनिर स्टेज खाली भइसक्यो यहाँनिर सबजना साइड लागिसक्यो हेर नि विपिनलाई डान्स छोडिदिएर अब चाहिँ बल्ल हामी निस्किन आँटेछौँ यहाँबाट 5:30 भइसक्यो आजको एक्जाम पछिको हाम्रो साथीहरूको हल्ला चाहिँ चलिरहेको छ पछाडि विपिनको यस्तो दामी गइरहेको छ अनि भर्खरै निस्किन आँटेको अझै पानी परिरहेको छ पानी पर्दा पर्दै जानुपर्ने हुन्छ रात परिसक्यो फेरि भोलि आउट पर्ने हुन्छ भोलि हाम्रो वाल क्लाइम्बिङ हुन्छ त्यही भएर आज लास्ट डे यादगार बनाउनको लागि साथीहरूको गफ गाफ दरो बवाल गइरहेको छ हाम्रो सन्धि घुरिएर हिँडिरहनु भएको छ के सोच्नु भएको छ त्यो चाहिँ थाहा छैन उहाँलाई नि सोध्नु पर्ने हुन्छ कि सोधौँ कि नसोधौँ भइरहेछ हेलो मिस्टर सन्धि वेट भाइ आर यु लाफिङ सन्धि सोसिम भाइ हाम्रो दाई हेलो नयाँ साथी विकल सन्धि हामीहरूको भेट कहिले होला है नाइ मलाई थाहा छैन हाम्रो जोन भाइ अहिले त राम्रो देख्छ होला नि दामी हिरो देखेछ अनि हाम्रो गेमर उतै पर चेरुमेरुहरूको गफ चलिरहेको छ अनि हामी सब राइडरहरू चाहिँ यता छौँ ओत्तेरी मेरो त पल्लो छेउमा हुन्छ कि जहिले पल्लो छेउमा पर ऊ यहाँ पल्लो छेउ भन्दा पनि यता छ मलाई फर्केर हेरेको छ यस्तो गरेर कतिखेर आउँछ मेरो मालिकिन भनेर दादीको चाहिँ कहाँ त्यो पल्लो कुना छ यार एक्लै छ यार एकल काटे ऊ साथीको उहाँ रहेछ ऊ साथीको यहाँ छ दादाको यहाँ छ बिचरा मेरो चाहिँ यहाँ छ फेरि यता फर्केर छ हौ पारा वारी जमुना जमुनाको फेदैमा मन कामना बाई बाई केही नभने है वाल क्लाइम्बिङ चढ्नुभन्दा अगाडिको मेरो डान्स हेलो एभ्रिवान वेलकम ब्याक एन्ड वेलकम टु अल माई न्यू इयर्स आई एम पूजा र आज चाहिँ हाम्रो ट्रेकिङ गाइडको ट्रेनिङ पनि सकिसकेको छ आँसु आउने बेला भइसक्यो आँखाबाट आज चाहिँ हाम्रो फाइनल हो वाल क्लाइम्बिङ त्यही भएर हामी चाहिँ वाल क्लाइम्बिङको लागि आइसकिसकेको छौँ तर माथि चढ्न चाहिँ सकिन्छ कि सकिन्न भन्ने चाहिँ डाउट लागिरहेछ दिस टाइम र यो पटक चाहिँ हेल्थले पनि त्यति धेरै साथ नदिए जस्तो लागिरहेछ त्यही पनि वाल चढ्ने कोसिस डह्रो हुनेछ तपाईँहरूलाई देखाउँछु अब कसरी चढ्छौँ भनेर होइन त दोस्ती यस साथीहरू आइसक्नु भएको छ हामी पनि यहाँबाट प्रस्थान गर्दैछौँ हाम्रो निशान दोस्त पनि वाल चढ्नका लागि दमदार रूपमा आइसकेको रहेछ पालो कुरेर बसेको के उनीहरू दुई अनि म Thank you guys all.
हियर इज माई गेम। अब चाहिँ हाम्रो एटेन्डेन्स हुन्छ, भेला भइसक्नुभयो सबजना, सरले एटेन्डेन्स गर्नुहुन्छ। हाम्रो चाहिँ वाल क्लाइम्बिङ गर्नुभन्दा अगाडि पेट पूजा हुँदैछ। रोइला भइरहेछ, वाउ भइरहेछ आज हामीलाई, वाउ भएको छ। मलाई नि वाउ भएको छ, त्यही भएर समोसा तरकारी खान आँटेको। अनि आँखा त त्यस्तै छ, निन्द्राले झ्या भन्ने छ, त्यही नै ठिकै छ। चढिन्छ होला कि खोइ के हो कसो चाहिँ हामी भटाभट लागिसक्यौँ वाल चढ्नको लागि खाजा खाएर। अब चाहिँ हाम्रो यहाँनिर हेलमेट भइसक्यो, अब यहाँनिर गियर लाउने, गियर लाउँदैछ साथीले। अनि बुट चाहिँ हाम्रो पर पछाडि हुन्छ, ब्लू ब्लू हेलमेट। हेलो लाइन। ओ हाम्रो साथी पेम्बा त माथि पुगेर यार, माथि टपमा। वाह खुट्टा कामिरहेछ। ओ पेम्बा सक्छ Hey there, what you drinking? Two shots, let's pour it up. पेम्बा कस्तो लाग्यो पेम्बा माथि पुगेर? बाबा अर्कोजना गइसक्नु भयो। वाह 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 नाइस नाइस। प्रकृति मिसै प्रकृति मिस अब यहाँबाट। ओइ 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 के हो, गाह्रो छ क्या यार। बिस्तारी प्रकृति मान्छेले देखाउने होइन क्या, कोर्स लिने हो सर। हजुरको यस्तो गर्नु त्यो धेरै भइसक्यो गर्नु होइन, न। सबैले देखिसक्यो यो कस्तो क्युट देख्छ क्या तपाईँलाई, कस्तो क्युट देख्छ। सबैले त्यसै भन्छ अरे केटीहरूले, मलाई क्युट स्माइल पनि खिच। मलाई क्युट देख्छ मात्रै भन्छ यार। तपाईँ क्युट हुनुहुन्छ नि त। हो र, हजुर साँच्चीकै हो कि। अस्ति साँच्चै। सबै ग्रुपको लेडिजहरूले सर एकदम सर चाहिँ क्युट छ भन्छ कि क्या। हो भनेपछि म यङमा कस्तो थियो होला तिमी आफै त्यही भएर सरलाई यङमा देखा भए त फ्ल्याट हुन्छ, फ्ल्याट। सर अहिले हजुर चुप्पी हुनुहुन्छ नि त, त्यही भएर क्युट। सरलाई त गेस्टहरूको कतिको प्रपोजल आएको होला है सर? म त्यस्तो मान्छे परेन, प्रपोजल त आयो होला। म सिधा मान्छे, मलाई त्यस्तो दायाँ माया नसोच्नु भनेर पहिल्यै भन्नुहुन्छ कि। अनि ड्यामेजपछि होइन, तर वान वे त आउँछ नि त। हो वान वे चाहिँ आउँछ। आई लभ यु त भन्छ नि जसले पनि होइन, हजुर आई लभ यु त जसले पनि भन्छ नि। अनि त्यो भन्दामा सबै कुरा हुन्छ त, हुँदैन नि। सबलाई अहिले भन्दै हिँड्नु भएन नि। मिल्छ कि आई लभ यु। सरलाई त भन्नु हो, त्यति मात्र भन्न त थ्याङ्क यू भन्ने नि सरले। अनि घरबाटै गरौँ भने हजुर हजुरसँग क्लास लिएर हामीलाई एकदम रमाइलो भयो। गाह्रो रहेछ यार। प्रकृति यु गो। वाट ह्यापेन? टिक्नै मिलेन पहिलाको भिडियो ब्लगमा त क्या सही गरेको थियो कि उतापट्टि नि, यहाँ त टेक्नै सकेन अरे, सानो सानो भएर। झन् मैले के सक्ला। हाम्रो चाहिँ यो रेखाबाट कट्नै गाह्रो छ क्या। अब यो जुत्ता लगाएको मान्छे, जुत्ता नलगाएको मान्छे सरले मार्छ। के छ त तपाईँ चढ्न सक्छ? ट्राई गर्छु। गुड, ट्राई गर्छु भन्नु नै खतरा हो क्या। माथि पुगिसक्यो है। अब म आइसकेँ, म जाने हो। अब मेरो टुक बाङ्गो बाङ्गी छ। ओ साथीहरू दुईजना माथि क्लाइम्ब गर्नु है वेल्लो। नाइस 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 नाइस। दामी 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 दामी। साथीहरूले त माथिको लामो लामोवाला गर्यो यार। नाइस नाइस नाइस। सबजना तिम्रो जस हल्लामा बढी भयो भने चढ्नुमा राम्रो छ। हल्लामा चाहिँ तिमीहरूसँग कसैले सक्दैन। हेर्न मास्टर लेडिज भएर माया गर्नु भयो होला, हामीलाई बताए खालि टुपी काटेर दिन्छु भन्नु। चढ्दै हुनुहुन्छ यहाँ गर्ल्स। गरिसकेको मान्छेहरू चाहिँ बाहिर बसेर हेर्ने। रमेश सर पनि चढ्दै आएको छ है। रमेश सर रमेश सर रमेश सर। डरका माहौल डरका माहौल रे भाइ। भेटाउँदैन होला। हाम्रो पालो कतिखेर हो, मेरो सुज यस्तो टाइट भयो कि अब मागेर लागेको छ कहाँ अब आफ्नो साइजको हुने भन्नुहुन्छ सर पनि। यहाँनिर पनि ध्यान चलिरहेको छ। यहाँनिर माथि क्लाइम्ब गर्नुभन्दा अगाडि एकजना मान्छे चढिसक्नु लाग्नु भयो गर्ल्समा। सिर्जना चाहिँ चढिसक्नु लाग्नु भयो। सिर्जना चाहिँ टेक रे टेक।
डिसेन्ट अब हाम्रो पेम्डोमा सर यहाँ बसेर हेरिरहनु भएको छ सर कस्तो गर्दैछ हाम्रो ग्रुपले कस्तो गर्दैछ दामी है पहिलो माथि कति धेरै पेम्डोमा एक्सपिरियन्स कस्तो लागिरहेको कुल सरले पनि होपिदिनु भयो साथी चढ्नुपर्छ भनेर तिमी जस्तो कति धेरै चढिसक्यो भनेर चढ्नुपर्छ ल अर्को साथी पनि गइसक्नु भएछ है सबजना बोइजहरू त यसलो मात्र चढेछ र हाम्रो ग्रुपको मेरो साथी चढिसकेको छु है गुड यो चाहिँ बिले भन्छ उहाँले गरिरहनु भएको बिले ब्ले भन्छ यसलाई ब्ले माई मिस्टेक हामीलाई इक्जाममा पनि आएको थियो यो क्वेसन हिजो भएको कमान ल गयो ल दामी हुँदैछ है नाथामा आउनु पर्यो रमाइलो गर्नु पर्यो होइन लाक्पा सर हाम्रो 140 माउन्टेन चढेको सरसँग सिक्नु पर्यो केही कुराहरू घर बस्या सर अल्छीहरू होइन सर ल धन्यवाद सर लेडी र जेन्ट्स यहाँ सँगै नाइस ल है चढ्दैछ है हाम्रो सिआर अन पोजिसन यो ब्रोले तोप तानेर यस्तो चढिदिन्छ नतान्ने ल सिआर आदि पुगिसक्यो ल कम अन सिआर आई एम क्लाइम्बिङ ल हाम्रो सिआर है चढ्दैछ है यहाँ सिआर भएपछि सिआर ऊ पनि सिआरै हो दाइ दुईटा सिआर सँगै एउटा सिआर यहाँ छ एउटा सिआर त्यहाँ छ भेटाउनु लागिसक्यो ल हाम्रो लेडी सिआरले ओए चढ्दियो त यार ओए दाजु सरले त अति दिनुभयो त सिआर भर्छ सिआर है सिआर भर्छ सिआर सिआर भर्छ सिआर है गाइस कम ऑन ए भेटु दाइलाई भेट्न लायो सिआरले भेटायो कहाँ चढेको कहाँ छ दाइ इगोको सवाल छ सर टेक ओए हाम्रो सिआरले टप दियो भेटु दाइ बेचत दुईटा सिआर सँगै है अनलेबल ल हाम्रो सिआरले ओए भेटु दाइ कमान फुटिङ पायो ल अब चाहिँ सक्छ ल अब पनि अब सक्नु पर्यो र दुवैजना सँगै पुग्न पर्यो ल सँगै क्लासको इज्जत हो अनि सुपरम्यान र स्पाइडरम्यान हो त अहिले यो क्यामेरा बोक्दै गलो त यसरी नगएर अघि नै गरेर सिआर एक्सपिरियन्स छ क्या ल पुग्ने गरी खिच्दा अहिले बाहिरको मान्छे बोलाउनु हो खिच्दा थाहा ओए सँगै जबरजस्ती हानिदिरहेको छ है हाम्रो फेरि सिआरले पसिना आइसकेको छ हाम्रो सिआर अनि
हाम्रो सिआर हो नि त दाजु अनि इज्जत राख्नु ओए सँगै 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 ल लास्ट एक पाइला ल सँगै है सँगै ओके ल लास्ट 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 ल स्माइल दियो पर्क्यो ओए हाम्रो सिआर त के हो माथि बस्न लाग्यो के हो पुग्यो हाम्रो सिआरहरू सिआरहरू के गरेको डोरी के गर्यो डोरी सुने धेरै भयो गरमै अलि मिलाएर हो यार ठिक छ नाइस नाइस जानु पर्यो हार मानेन नि मैले ल हाम्रो दुईटा सिआर चिज मेरो हातै गल्यो यार यो क्यामेरा बोकेर हात गलिसक्यो ल सिआर चाहिँ कस्तो लागिरहेको छ हजुरलाई नाइस क्लाइम नाइस क्लाइम यसमा त देखेकै छैन यार के हो यसो हेर म त एकछिन त रेस्ट नगरेर कहाँ चढ्नु सक्ने हजुर खोलिसकेर सुज यहाँ राख्ने अनि बाहिर जाने बाई बाई सुज अब यो खोल्नलाई चाहिँ पहिला यो हेलमेट खोल्नुपर्छ Hey there, what you drinking? 2 shots, let's pour it out. यो चाहिँ हार्नेस Hey there, what you drinking? 2 shots, let's pour it out. तिम्रो पनि सजिलो खोज्यो नि त मैले सोचेँ नि यहाँ तिमीले पनि चढ्छ होला भनेर मैले सक्छु सक्दिनँ हातमा पस्नु नि आउँछ अब क्यामेरा भनौँ न हामी सिआरहरू चढेर आएको कस्तो लाग्यो सिआर एकदम रमाइलो लाग्छ एकदम खुसी बिचमा स्ट्रगल गरेर चढियो होइन अनि तिमीले नि गर्यो कि स्ट्रगल गर्ने हो नि परिहाल्दैन नि स्ट्रगल अलिअलि गाह्रो पऱ्यो कि गाह्रो परेको थियो नि तपाईँ त बिचाउनु भयो कि भएन म बिचमा बसेँ नि कति म बसिनँ नि त मैले हात गरेर चढ्यो यार चढ्यो आज दामी भयो थ्याङ्क्स भइरहेको अनि माथि पुगेको उसले त कहाँ कहाँ देखाउँछ बल्ल बल्ल माथि पुगेको अनि त्यहाँ हेर्नु पऱ्यो नि त्यहाँभित्र के छ भनेर पुरै हेरिरहेको तिमी त त्यही माथि बसलाई जस्तो गरेर सरले क्या परेवाको गु रहेछ क्या त्यहाँ उसले पनि चढ्यो तिमीले कुन चढ्यो भन त यल्लो कस्तो भिडियो यल्लो चढ्यो उहाँ आदि पुग्नु भयो आइराख्नुहुन्छ भिडियोमा अस्ति हाइकिङ देखेँ अब एकदमै उहाँले पनि चढ्नु भयो उहाँ चाहिँ हुनुहुन्छ सृजना सो स्पोर्ट ब्रिफिङ म गर्छु ऊ हुन्न के ऊ हुन्न अनि त्यसपछि एज गर्दो रहेछ अरू बेला त है अरू बेला त कहिले सकिन्छ र घर भागौँ जस्तो हुन्थ्यो उसलाई एकछिन पाइ पनि भन्दैन क्या गरौँ जो पायो त्यहीसँग जो पायो त्यहीसँग हिँड्छ ओ के होइन What up guys, welcome to what? Welcome to Provis vlog. Today we are at Puja's vlog today. हामी आज नाथममा छौँ अनि we are trying to climb a mountain and के भन्छ होला wall climb
So this is my first time मैले चाहिँ सकिनँ होइन मेरो टेक्निक पुगेन तर we have someone who have just climbed that निश्चयजीसँग चाहिँ कुरा गरौँ सर कस्तो लाग्यो ठिकै लाग्यो जुत्ता चाहिँ अलिकति खोइ अब अलि साइज नमिलेको जस्तो फिलिङ आइरहेको थियो तर अब त्यस्तै हो जिन्दगीमा अब आइरहेको छ अब्स्ट्रक्सन होइन अब जुत्ता थिएन चक थिएन अब धेरै कुरा थिएन होइन अब चढ्दै हो अब चढाइ हो बिच बाटोमा फुस्क्यो पनि तर अब चढ्दै हो अनि हामीसँग अब अर्को पनि समिट हानेको हाम्रो साथी छ है ल धन्यवाद मेरो फर्स्ट एक्सपिरियन्स है त्यस्तो फर्स्ट इज लास्ट भने जस्तो है राम्रो भयो एक्सपिरियन्स चाहिँ है अब हात चाहिँ दुख्ने है नङ चाहिँ लास्टै दुख्ने ठिकै भयो रमाइलो भयो वी आर ब्याक अहिले अब मेरो भन्नुपर्दाखेरि चाहिँ फर्स्टमा म चढाएको थिएँ होइन मैले चाहिँ सकिनँ होइन ए हामी दुईजना नसक्यो बाई द वे होइन म चाहिँ बिचमा झरेँ मेरो अलिकति इगो चाहिँ ट्रिगर भएको छ म प्र्याक्टिस गरेर फेरि चढ्छु सो हामीसँग अर्को एउटा समिटर हुनुहुन्छ वी आर कमिङ टु पेमाजी कस्तो लाग्यो तपाईँलाई चढेर मलाई त एकदमै खतरा लाग्यो मलाई चाहिँ यस्तो स्वयम्भू मैले त ओ नेपालै पुरै देखेँ नि म्यापै Alright, so we have someone जसले चाहिँ दुईटा खुड्किलो चढेर झर्नु भएको छ प्रतीकजी कस्तो लाग्यो खुड्किलो त होइन होला पहिलाको भन्दा चाहिँ अहिले 2-3 स्टेप माथि पुगे तर अहिले चाहिँ अब अर्को पालि म अब ठमेल गएर त्यो प्र्याक्टिस गर्ने ठाउँमा प्र्याक्टिस गरेर अर्को पालि चाहिँ ठमेलमा छ त होइन त्यहाँ ठमेलमा छ वाल क्लाइम्बिङ रक क्लाइम्बिङहरूको ट्रेनिङ दिने ठाउँ छ क्या त्यहाँ चाहिँ गएर प्र्याक्टिस गरेर अर्को पालि चाहिँ अहिलेको भन्दा माथिसम्म जान्छु होइन सर तपाईँहरू मेरो ब्लगमा आउनुहुन्छ माइन्ड गर्नुहुन्न नि नगर्नु ल अर्को जना माथि चढेर आइसकेको ल हामीहरू झर्न नजाने र त्यसमा ठोकिने चान्सेस चाहिँ हुँदो रहेछ कि झर्न नजाँदा वा बाबा वाह 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 रिसभ सर्ने माथि पुगिसक्नु भएको छ हाम्रो चाहिँ वाल क्लाइम्बिङ सकिसकेको छ अनि यहाँनिर सरले छोटो ब्रिफिङ दिनुहुन्छ जस्तो छ के कस्तो गऱ्यौँ भनेर होला हाजिर फेरि हाजिर चक्लेट आज पनि प्रेजेन्ट सर थ्याङ्क यू म्याम प्रेजेन्ट सर साथी नबिर्स रोल नम्बर बिर्सिन्छ यार 21 प्रेजेन्ट सर त्यो चाहिँ अब 20 हो तिम्रो हो हजुर यहाँ 21 मा हस् सर हजुर टाइम सबजना हाजिर गरिरह अब हाजिर पनि भइसक्यो एउटा ग्रुप फोटो चाहिँ खिच्नुपर्छ तर अरू टिम भन्दा तपाईँको टिमले अलिकति केही मात्रामा राम्रो गर्यो फर्स्ट टाइम तारिफ खायो है हाम्रो ग्रुपले अस्ति टिम चाहिँ सबै म जस्तै अलिक बोधो थियो 1 फुट पनि 2 स्टेप पनि अब तपाईँको ट्रेनिङ सक्यो है यस सर अब त फाइनल भन्दै त हो तपाईँको ट्रेनिङ अब सुरु भयो खल्तीमा राख्नु है हो कि तिमीसँग के छ भने र हाम्रो तर्फबाट चाहिँ तपाईँलाई अब राम्रो फाइनल एक्जाम गर्नुभयो अनि ट्रेकिङ हाइकिङ पनि हामी इन्जोय नै गऱ्यौँ जस्तो लाग्छ है रमाइलो भयो एकदम इन्टरटेनमेन्ट गऱ्यौँ आज तपाईँले यदि टाइम दिएर आउनुभयो आफ्नो कोर्सको लागि आफै एउटा क्षमता भएर अगाडि बढ्नुभयो र सबैले ट्राई पनि गर्नुभयो अब भोलिको दिनमा चाहिँ यो पाराले अलिक चल्दैन जस्तो लाग्छ आज अलिकति तपाईँले केही एक्स्ट्रा कोर्सहरू लिनुपर्छ जस्तो लाग्छ अनि मात्रै तपाईँले यो टिममा सक्षम हुन्छ जस्तो लाग्छ अनि त्यो भन्दै अब आज तपाईँले राम्रो गर्नुभयो मलाई खुसी लाग्यो अनुशासन त अब त्यस्तै हो पसेपछि मान्छेको अर्को एक्साइटमेन्ट हुन्छ अनि क्युरियोसिटी बढ्छ अनि वल्लो छेउ र पल्लो छेउ कुद्दा त्यसको जिन्दगी बर्बाद भइसक्यो त्यो कति गुम्यो होला त्यो है त्यो त उसले स्यालेरीले कुखुरा पाएन भने कति पाएन है तर उसलाई पनि रहर लागेर भने त्यति त्यही भएर त्यो नै इन्ट्रेस्टको कुरा हो
तिमीलाई यो कुरा मैले पुनामा लगेर सिकाउनु पर्छ ओके विश यू अल द बेस्ट फर युर फ्युचर थ्याङ्क यू सर enjoy your time have to be better person in future okay Okay, ready? 1, 2, 3, smile. र यिनीहरू चाहिँ आजको हाम्रो वाल क्लाइम्बिङको इक्विपमेन्ट्स थियो यस्तो हुन्छ गियरहरू यो हार्नेस भयो यो ह्याट भयो सुज भित्र हाम्रो 10:30 मा त वाल क्लाइम्बिङ सबैजनाको सक्यो